भाडा खरायो गोल डाँडा बेला गोल डाँडातिर हामी मार्दी हिमालतिर लाग्यो तर पानी पर्यो ऊ त्यहाँ पर काँडे मार्दी हिमाल त्यहाँ झरेर हिँड्दै हिँड्दै आइयो यहाँ यो नौ डाँडा भन्दा काँडे अलि यताबाट त्यो जिपमा आयो अनि त्यहाँबाट हिँडेर आएको तल गयो भने चाहिँ नयाँ पुल गइन्छ यहाँ माथि आएको बाटो उकालो उकालो रहेछ अगाडिका हाम्रा साथीहरू सबै इन्डियाका ठुल्ठुला पदका मान्छेहरू उहाँहरूसँग जाँदैछौँ हामी यो अस्ट्रेलियन क्याम्पमा आइपुगेको छौँ हामी यहाँ खाना खाएर अगाडि बढ्ने कुरा छ पानी परेर खुलेपछि इन्द्रेन लगाइसक्यो यहाँ धेरै बेर बसियो खाना खाएर यस्तो देखिएछ मौसम फोटो सेसन हुँदैछ हाम्रो यहाँ पानी परेर बाटो चिप्लो छ चिप्लो बाटोमा जुत्ता नि यस्तो चिप्लिने खालको लगाएर आएका रहेछन् सबैले खतरा छ अलि बिस्तारै हिँड्नुपर्ने छ बाटो नि अप्ठ्यारो साँघुरो रहेछ यता पनि खाने बस्नेको व्यवस्था छ हामी आज पितम देउराली पुग्न पर्ने फेरि उकालो छ बाटो रात पर्ला जस्तो छ अझै समय लाग्छ माथि पुग्न साथीहरू चाहिँ थाकेर हलात परिसके खाना बित्तिकै ओह्रालो उकालो हिँड्दै हलात परिसके 6:20 भइसक्यो हिँडाइ यस्तो छ रात पर्न लाग्यो अझै यिनीहरूले रात पार्ने भयो नभन्दै बत्ती बालेर हिँड्न लागिसक्यो बाटो देखेनन् रे हामी त गाउँघरमा हिँडेको मान्छे रातिको मध्यरातमा नि यता छ होला बाटो भनेर ठम्म्याएर हिँड्ने यिनीहरू चाहिँ नयाँ केही भयो भने झन् ठुलो समस्या पर्छ हिजो पनि पानीले कुट्यो आज पनि पानीले कुट्यो अलिअलि यस्तो छ आजको बाटो चाहिँ राम्रो छ हिजोको भन्दा हिजो त उकालो थियो आज हामी बादल डाँडा पुग्ने लक्ष्यमा हिँडेछौँ यो बाटो त सजिलो यहाँ आज खाना खाने ठाउँमा आएको साथीहरू चाहिँ पछाडि छन् बिस्तारै हिजोको थाकेको आज थाकेको हामी चाहिँ अगाडि आएर यहाँ खानासाना अर्डर गर्ने भनेर अगाडि आएको खै आउने कति बेला हो पर जङ्गलतिरबाट आउने हो उनीहरू आज दोस्रो दिन पनि रात पर्यो अगाडि टाइगर सर बाटो चिनाउँदै छन् के अरे दुईजना अरू चाहिँ झोला बोकेको साथीहरूले लैसके हामीले यो दुईटा बुढाहरू छट्टै हिँड्न नसक्ने रहेछ तिनीहरूलाई यहाँ हतार्दै माथि जुन लगाइसक्यो थाकेर आएको पानीले रुजेको यस्तो आगो ताप्दा त रनक्क बोलेछ यहाँ गुड मर्निङ लो क्याम्पबाट हिँड्नलाई दिन सधैँ पानीले कुटेकै छ अनि सधैँ बेलुका रात परेको छ आज नि यहाँ रेडी हुँदै छन् टाइगर सर हामी चिया खाइयो दिन त राम्रो छ खै आज नि पानीले कुट्ने हो कि रात पार्ने हो कि ठेगान छैन हिजो राति हिँडेर यस्तो ठाउँमा आइएर बसिएर चाहिँ
राति राति हिँड्दा पनि यस्तो ठाउँमा आएर बास बस्नु पर्दो रहेछ। आजको हिँडाइ पनि गतिलो त छैन। यो बुढा थाक्यो अरे आज। अरू चाहिँ अघि नै माथि गइसके। And then viewpoint. So we are going there today. I can do good. We'll be having tea there. Like this. Like this. We're having tea there. Give me one fruit. साथीहरूले रेशम फेरि गाएर रमाइलो गर्दैछन्। अब हामी हाइक्याम्प जाने लामो छ बाटो, माथि बादल डाँडा, त्यहाँबाट पनि धेरै हिँड्नुपर्छ। 2 घन्टा। हजुर 3500 अराउन्ड 3500 होइन। त्यहाँ माथि जान्छ हेर भन्छ जान्छन्। त्यहाँबाट भ्यू पोइन्ट त्यहाँबाट कति घन्टा लाग्छ? 3 घन्टा 3.5 घन्टा। साथी आयो साथी कहाँ हो यहाँको? Minimum 20-30% year on year. My top of अघि तलाट हेरेको बल्ल यादमा त्यो डाँडामा आइयो। त्यो तलको चाहिँ अघि रेशम फेरि गएको डाँडा, त्यहाँबाट हिँड्दै 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 आएको। आज नेपालीले कुट्ला जस्तो छ दिन। अब यहाँ यो डाँडा उकुलेर धेरै हिँड्न छ। साथीहरू थाकिसकेका छन्। कोही हो माथि डाँडामा पुगे, कोही आउँदै। दाइ एउटै झोला नलिएको, यस्तो ह्यान्ड क्यारी जस्तो झोला लिएर आएर हामीलाई यहाँ गाह्रो गरेको छ यिनीहरूले। टुन्टुलो पुन्टुलो छ गरे सब झोला सोला, ठुलो छैन। त्यो माथि देखिएको परिजाने आज म दिन यसरी बिग्रिँदै गयो। आज नि कुटाइ खाने भयो पानीको। बादल डाँडा बादल ट्याम्मै लाग्यो।
चिसो गर्यो मौसम पानी पर्ने 100% नजाने 2 दिन त कुट्यो आजै किन छोड्ने भनेर आज नि पानी आउने छाट गरेको छ पानी मात्रै आए त हुन्थ्यो यो माथि लेकतिर चाहिँ ठेगान हुन्न हिउँ आउन नि सक्छ ज्या आउन नि सक्छ हिँडै यस्तो छ थाकेर हलात परिसक्यो पानीले कुट्छ भनेको काँसरीले कुट्यो बल्ल तल्ल यहाँ यस्तो ठाठी पाएर त्यहाँ माथि काँसरी नरोकिने छाट देखेपछि साथीहरू निस्किए रात पनि पर्न लाग्यो हामी के गर्ने भनेर यहाँ अलमल्ल छौँ अलिक कम भएपछि निस्किने हामी पनि काँसरी अलिक कम भयो सबै निस्के हामी पनि जानुपर्छ टाढा छ अझै 2 घन्टा जति त लाग्छ होला यहाँबाट उकालो छ अझै उकालो तिरपाटे भनिन्छ नि त्यस्तै छ बाटो पानी परेको काँसिरे परेको बाटो त्यस्तो सुरक्षित छैन अरू ठाउँ त हिउँ तल पर्छ यहाँ त माथि पर्दो रहेछ त ठाउँ चाहिँ तल झर्थ्यो यहाँ चाहिँ माथि पर्दो रहेछ फुर माथि हो मार्दै जाँदै तर यहाँ आज हिउँ परेर यसरी जाडो भएको छ हिउँ पर्दैछ माथि डाँडा कटेरै जानुपर्छ प्लास्टिक गरेर हिँडिरहेको छौँ हामी हिउँ चाहिँ यता माथि माथि झन् टुप्पातिर पर्दो रहेछ यहाँ झन् बाक्लो पर्नु लाग्यो मार्दीको हाई क्याम्प जान लागेको कति बेला असिनाले कुट्छ कति बेला हिउँले हिउँ परिरहेछ यता बिहान चाहिँ एकदम राम्रो भ्यू देखिनु भयो झन् बाक्लो हिउँ पर्न थालिसक्यो मौसम यस्तो छ यो पर देखिने डाँडाबाट आएको बाटो यता छ यस्तो हिउँ परिरहेछ
morning. बाटो यस्तो छ बाटो बाफ्रे माथितिर सेतै बसिसकेछ तलतिर नि बस्दैछ एकदम बाक्लो हिउँ पर्दैछ यी खासै देखिँदैन तर बाक्लो हेरौँ भोलि बिहान कस्तो हुन्छ मेरो आशामा चाहिँ यो एकदम ठुलो हिउँ परेर सेतै माछा पुछ्रेको फोटो चाहिँ एकदम राम्रो आउने भयो कति बेला असिनाले कुट्ने कति बेला पानीले भिजाउने कति बेला हिउँ पर्ने गरेर हामी बल्ल बल्ल हाइक्याम्प पुग्न लागेछौँ लगभग पुगिसक्यौँ हिउँ पर्दैछ अझै 5 बज्नै लाग्यो 5 बज्न 15 मिनेट छ हाइक्याम्प मार्दी हाइक्याम्प हिउँ पर्दैछ जाडो छ तलतिर पानी पर्दै हिजो त कहिले असिनाले कहिले हिउँले कुट्ने कहिले पानीले कुट्ने गरेर यहाँ हाइक्याम्प आएर बसेर मात्रै सुख हुन्न राति अलिअलि सुते जस्तो गरेर सुतेको नाटक गरे जस्तो गरेर यति बिहानै उठ्न परेको छ 4 बजे 4 कोही 3 बजे 4 बजे उठेर हिँडिसके कोही त्यता हिँड्दैछन् कोही माथि डाँडा त पुगिसके हामी पनि जाने भनेको कोही हिँडिसके कोही आउँदैछन् साथीहरू उज्यालो खासै भइसकेको छैन पूर्णेको दिन भएर त्यहाँ जुन पनि टिलिक्क टल्किया छ अझै राति छ लाइट बाल्ने हिँड्ने सबले बल्ल अलिअलि हिमालको आकार देखिन लाग्यो त्यो माछा पुछ्रे त्योको काखमा जाने भनेको तर बाटो अलि अप्ठ्यारो छ हिजो हिउँ परेको कारण ठाडो जमेको छ गाह्रो छ उज्यालो त अघि नै भएको भिडियो बनाउन पाइएन त्यो हिजो हाम्रा साथीहरू थाकेर कोही फर्किए कोही माथि जाने हो भनेर हिँडिरहेछन् खै म यहाँ पछाडि बिस्तारै हिँड्दैछु उनीहरू त्यो माथि डाँडामा पुगिसके खै कहाँसम्म पुगिन्छ यहाँ फोटोसोटो खिच्दैछन् यहाँ टाइगा कोही उता गएर फोटो खिच्ने रे म त राम्रो खुल्छ होला भनेको भ्यू चाहिँ राम्रो त राम्रै देखिएछ हिउँ परेर तर सोचे जस्तो यो माथिको बादल हटेको भए झन् कस्तो मजाको देखिन्थ्यो होला त्यति मजाको चाहिँ देख्न सकिएन त्यो हाइक्याम्प हो हामी बसेको त्यहाँबाट हिँड्यो 3 घन्टा जति हिँडेर यहाँ आइएछ बल्ल थाकेर एकदम ढिलो हिँड्छ हाम्रो साथीहरू इन्डियातिरको आज पनि त्यति यस्तो छ मौसम भने जस्तो खुलेन त्यही भएर अझै केही माथिसम्म जाम मौसम त्यति राम्रो त छैन तर पनि हामी मार्दी हिमाल बेस क्याम्पमा जाँदैछौँ मौसम पानीआउला जस्तो छ हिजो पनि
असिनाले कुट्यो, हिउँ पर्यो। कस्तो हुन्छ। माछापुच्छ्रे हिमाल अघि देखिएको थियो, अहिले बादलले छेकिसक्यो, बादल लागिसक्यो। बादल लाग्यो भने अब केही माथि गएर फर्किन्छु होला सायद, किनकि हिमाल एउटा केही देखिँदैन। गएर नि के गर्नु, जाडोमा हावा चल्ने मात्रै। यो चित्रको बुट्टामा लखतक्ला छ हिउँ, हिजो अलिअलि परेको मजाले बसेछ, सानो सानो हाँगा भएर ट्याम्मै ढाकेछ यो चित्रको उसलाई चाहिँ, बोटलाई। भुइँतिर छ अलिअलि। हामी यतातिर जाँदैछौँ, कोही फर्किसके, पुगेर फर्किए कि बाटो अप्ठ्यारो भएर पुग्यो त्यो त थाहा भएन। लौ साथी हो, हामी नि माथि जान सकिएन, बाटो एकदम खतरा थियो, त्यही भएर फर्किएर आयौँ। त्यहीँ हाई क्याम्प गएर खाजा खाएर फेरि आज पोखरै पुग्ने लक्ष्य छ। बाटो धेरै टाढा छ। उकालो त जसो तसो आइयो, ओह्रालो चाहिँ कुदिन्छ। यहाँसम्म चाहिँ एउटै जोनो बाटो गयो, त्यही बाटो हो गरे। यहाँबाट हामी यता तलतिर जाने। हाम्रो लक्ष्य भनेको सिधा सिदिङ झरेर गाडी, त्यहाँबाट जिप चढेर पोखरा जाने लक्ष्य छ है साथी हो। बाटो चाहिँ सबै यस्तै ओह्रालो हो। भैँसी गोठ पराइसक्नु भैँसी गोठ नि। यो त्यहाँ तल सिदिङ। आज मार्दी हाई क्याम्पबाट सिदिङ झर्दै पोखरा त यहाँ नजिकै देखिन्छ नि। यहाँ पोखरा हो क्या। यहाँ तल अझै यहाँ पुगेर नि यता सिडी छ तल। 1 घन्टा लाग्छ यहाँबाट तल पुग्नु। त्यहाँबाट गाडी जिपमा चढेर त्यो पर देखिने रोड त्यतै हुँदै पर कता कता गएर हेम्जा निस्किन्छ। यस्तो जङ्गल छ। न्याउ बनाउनु छ होटेल टु। माथि होटेलमा त्यहाँको सावरलाई सोधेको, कसैले 5 घन्टा लाग्छ, कोहीले 8 घन्टा लाग्छ भनेर। त्यति लाग्ने बादमा हामी पुग्छौँ भनेर कसेर आएका हुन् अरे। यहाँ ओह्रालो हिँड्दा चाहिँ कसैको घुँडा दुख्यो अरे, कसैको खुट्टा दुख्यो अरे भनेर रन्थलिँदैछन्। लगभग आइपुग्यो। त्यहाँ तल त सिदिङ हो नि, यहीँबाट देखिन्छ सिदिङ। त्यहाँबाट गाडी चढेर जाने। आज मौसम अहिले बेलुका चाहिँ खुलिया छ यतिको, बिहान केही देखिएन। ल सिदिङ आइपुग्यो, गाडी साडी रेडी भइसक्यो, झोला सोला प्याक गरिसक्यो, हामीले नि हालिसक्यो। अब पोखरा जाने सिधा जिपमा। हामी 2वटा जिपमा गयौँ। टाइगर र इन्डियाका घुम्न आएका मान्छेहरू अगाडिको जिपमा गए, हामी यो जिपमा गइयो। अहिलेको यो यात्रा यत्तिकै भयो, अर्को यात्रामा भेट्यौँला है।